आज चाहिँ हामी बार्सिलोनाको नेपाली रेस्टुरेन्टमा जाँदैछौँ। हेर्नुहोस् है। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म बिहानै उठ्छु भनेको तर 12:30 बजिसकेछ। अनि मेरो यो ब्लग चाहिँ एक हप्ता अगाडिको हो, तपाईहरु नझुक्किनु होला। मलाई आजकल धेरै अल्छी लागेको छ कि भोइस कभर गर्नलाई, त्यही भएर म यति धेरै ढिला हाल्छु कि। अब चाहिँ दिदी बहिनी मिलेर दुई जनै जाँदै छौं रेडी भएर पुरा। अनि मेरो अर्को एकजना साथी पनि आउनुहुन्छ। अब हामी चाहिँ जान लागेको, सबै रेडी भइसक्यो दुई जना। मलाई चाहिँ स्पेन आएको देखि नै बार्सिलोनाको त्यो मालिका रेस्टुरेन्टमा चाहिँ जान मन लागिरहेको थियो, नाङ्लो सेट खानलाई। एकचोटि म गएको पनि छु तर त्यति बेला बन्द भएको थियो। अनि ऊ चाहिँ मेरो फिलिपिना साथी हो। खासमा अहिले पनि म उसले गरेर नै गएको, किनभने उसले भनिरहेको थियो कि मलाई मोमो खाने, नेपाली खाना खान लैजाऊ न, कहाँ छ नेपाली रेस्टुरेन्ट भनेर सोधेकै थियो। गफ गर्दा गर्दै यहाँनिर हाम्रो खाना पनि आइसक्यो। हेर्नुहोस् त कस्तो मिठो, हेर्दाखेरि नै हामी चाहिँ पहिला भिडियो बनाएर अनि मात्र खान्छौँ के जहिले पनि। अहिले चाहिँ हामी खाएर पनि घर जाँदैछौँ। मेरो साथीको चाहिँ चर्च थियो अरे, त्यही भएर छिटो छिटो हामी खाएर हिँडेको। अहिले चाहिँ दिदी र म घर जाँदैछौँ, बाटोतिर डुल्दै फोटो खिच्दै भिडियो बनाउँदै। आम्मामा, अनि म घर आएर मुख धोको, हेर्नु न मेरो लिपस्टिक के भएको। आम्मामा, यता पुसे उता टाँसिन्छ, उता पुसे यता टाँसिन्छ। ओ माई गड। ल मेरो भ्लग चाहिँ यति नै आजको लागि सक्यो।